कहाँ गएर चाहिँ रियलाइज भयो जब तपाईको सिरियल पपुलर हुन थाल्यो वा चलचित्र पपुलर हुन थाले या चाहिँ करोडौंको व्यापार गर्न थालेपछि थाहा भयो कि अब चाहिँ मैले एउटा गति पक्रेँ भन्ने? मेरो गाडी दौड्यो भन्ने चाहिँ मलाई दिदो सत्यबाट फिल भएको। त्यसपछि 12 वर्ष गर्दाखेरि चाहिँ पब्लिक त कति बोर होला, म बोर हुन थालेँ क्या आफै। सत्य कुरा बोल्नु पर्यो। मलाई एकदमै त्यो खालको मैले केही गरिरहेको छैन, म रिपिट गरिरहेको छु आफूलाई अनि म त्यही चिज गरिरहेको छु जस्तो लाग्न थाल्यो मलाई करिब 9 वर्ष पुगेपछि। म एकदम बन्द गर्नु पर्यो भनेर मेरो साथीहरूलाई भनिरहन्थेँ मेरो टिम मेम्बरलाई। तर बजारमा कारण या कारक तत्त्वहरू त अरू पनि थिए हैन, मुद्राजन्य कारण द्रव्यसँग रिलेटेड भन्ने कुराहरू थियो। तर त्यो भन्दा नि पछाडिको मेन रिजन चाहिँ के थियो भने तपाईँ नै थाकिसक्नु भएको थियो तितो सत्य गर्दा गर्दा मोनोटोनस भइसकेको थियो कि